सोडा पानीहरू बेच्छ त जाने डराम जाने धेरै भन्ने हिजोको ठाउँमा चाहिँ थिएन यता उसतिर चाहिँ हुन्थ्यो है हुन चाहिँ त्यो बुद्ध चोक छेउतिर है तासमा चिया छ लगाउनु पर्यो निक्ले बित्दै छ लगाउनु होइन अरू मलाई चाहिँ आफ्नो सामान एकदम केयर गरेर अब त्यो स्विमिङमा झर्छ भनेर अलरेडी नै खोलेर चट्ट राखेको बिर्सिँदैन थियो क्या तपाईँले लगाइरहेको छ भनेर म चुप्प लगाएर बसिरहेको दाइको हातमा बेसी फेरि अलि उस हुने कि गाह्रो भन्दा पनि हुन्छ नै हो सबको खराब सङ्गतै नगर्नु बेकारमा गरेर लिएर आइछु अलि औठी हराउनु रहेछ त गरिहाल्छ नि पैसा खानु रहेछ त पैसा खानु रहेछ 95 मेरै खाइदियो राजुको 700-800 खाइदियो भागो कत्रा पैसा लगेदै खाजाको जिम्मा दाइको मनमा त सबको छ एकअर्कालाई दुख लगाएर मात्रै हात्ती राष्ट्रियको चाहिँ घुम्ने भने नि त गैडा देखाउँछ अहिले ल अब हात्तीमाथि चढ्ने दिन त कहिले भने राजेको छोरीको बिहेमा जान्छ कसै साँच्ची कहिले मम सरेको क्या अरे बिहेमा जाँदा कोट प्यान्ट लगाएर जानुपर्ने होला त्यस्तै लाउनुपर्छ भन्ने छैन हौ एउटा कोट मात्र लाउनु न मुनि हाफ कट्टु दिन्छु चलेको दिने भयो कोट पनि दिन्छु दाइ कोट पनि छ ठिक चाहिँ हुन्छ हुँदैन कलेजको ठिक हुन्छ कोट त अस्ति दिदीको बिहेमा किने कोट पनि छ खासै त्यो किनेर काम छैन कि लगाइँदैन है तर दाइले त्यो ट्याक्सी चलाउँदा चाहिँ लाएर हिँड्दा हुन्छ कि टाई साई कोट प्यान्ट लाएर ट्याक्सी चलाउने कि बाहिर त्यही हुने नै तपाईँको त मान्छे आउँछ त्यसै दाइ ओहो जेन्टलम्यान रहेछ यार कोट लगाएर ट्याक्सी चला होइन दाइ जेन्टलम्यान हो नि त दाइ जिसे गयो साँच्ची भने बाहिर त्यही गर्छ त्यो सर्भिस राम्रो दिनु पर्यो नि तपाईँले मान्छे आउनलाई एकदम सर एकदम खतरा हुन्छ तपाईँ चाहिँ झुरे खाते जस्तो भएर त हुँदैन नि दाइ तपाईँ भन्नुहोस् कालो गेट भन्दै हेर्दै हेरेँ होला दाइ यहाँ चाहिँ हाम्रो सामान थियो र अब सामान रिसिभ गर्नलाई आएको हाम्रो ड्राइभर दाइ मन पर्यो मलाई So this is my house and अब भित्र जाउँ हाम्रो सामान लिनलाई सामान त के भन्नु त्यो आँपहरू हो अलिअलि बेल आइकन टुङडुङ सो पछाडि हेरौँ घरमा कोही पनि भेटेन हामी पछाडितिर जाँदैछौँ सो गर्मी चाहिँ अति नै गर्मी छ तर केही छैन हामी जाँदैछौँ जुत्ता टक्क ठल्काएर कालो प्यान्ट सेतो सर्ट ह्यान्डसम गाइजहरू सबभन्दा ह्यान्डसम त मै होला होइन ग्रुपमा डम्बल मा बडी खै बडी देखौँ बडी कत्रो भयो दाइको ट्याटुज हेर ट्याटुज सक्छ आइज को आउने 1 by 1 खेल्छ दाइले अब म लिटर बन्ने भइहाल्यो लिटर 1-2 लिटर बनेपछि त ल आँप कसलाई छ है प्लिज हाम्रो कन्ट्याक्ट गरिहालौँ हाम्रो के भन्छ अरे हगन्तु दाइलाई ल अब नेक्स्ट टाइम चाहिँ होया गाडी लिएर आउँछु म काठमाडौँ अहिलेलाई चाहिँ ठिकै यता लोड हानिदिउँ होइन के छ मा सब खाइदिने हो अहिले म गाली दिन्छु अब चाहिँ
ल दाइले गाली दिन्छ अरे गाली सुन्नु है यो ब्याग अगाडि राख। होइन ब्याग होइन यसलाई माथि झिक्ने अँ, त्यो माथि- हाल्ने त्यो माथिबाट चाहिँ उयो बक्स माथि हाल्ने कि अब यो ए यस्तो रहेछ नि भैँसीको मिठाई त्यो होइन यस्तो गर्ने के त्यसलाई छोपेकै हो अहिले ऊ छोपेकै हो कि त्यो धुम्ला केही छैन हामीले गर्नु खोजेको चाहिँ के भने यो समात्नु न सरी अर्को पक्ष लिनुलाई के त मुख छाडौँ क्या मा अति नै गर्मी छ यार ल त एउटा चपाइहाल्ने कि तपाईँले हालिदियो अर्को बक्सा लिउँला कि अहिले बाटबाटिनीमा किलो सिक्रा थियो एक किलो त्यो माछा चाहिँ माथि राख्नु है त्यहाँ पानी छ है त्यो पानी भयो नि राख्नु न यहाँ यहाँ त यता त अड्डिनु भयो कि भित्र खस्दैन यो माथि त्यो त खस्दैन त्यो यता 1 किलो समात्छ पानी चाहिँ राख्नुहुन्न क्या त्यहाँ छेउतिर उता अगाडि राखिदिनु त्यो ब्याग अगाडि स्पेस छ नि त हामीसँग यताबाट लट्स अफ तास पनि बोकेर आएछ फेरि त त्यसै काम पैसा खाजा नि कहाँ छोड्छ त त्यहाँ झोला हाल्नु राजु छोडिदियो माथि यो झोला त हामीले ल्याएको थिएन त यो झोला उपहार विमलको लुगा विमलको लुगा विमलको लुगा गुन्द्रुक छ अरे त विमलको लुगा बनायो कि गुन्द्रुक बनायो ओके सूर्यलाई सोध्नु फिराउनु हिजो भनिसक्नु भयो त्यो कहिले नुहाइने गर्नु पर्दैन तिर चाहिँ पौडी खेल्न खोज्ला भनेर मात्र हो कि नभए अरू त खास चाहिँ फरक पर्दैन पानीको टेस्टै कस्तो हो यो पानीको त पानी दुईटा ल्याउनु पानी लिनु पर्नेछ होइन नि त त्यो एउटा गाडी किनेरै मर्नुपर्छ यसो भन्दैन कसले एक्लो छोरो हो अनि बाबु हजुरहरू जस्तो ब्याट एउटा घर त बुटल घर बेच्दैन आउँछ त हो गाडी त फेरि महँगो होला 3 महिना 4 महिना चढ्न पुग्छ अनि त्यो सक्दैन पाल्न अनि छोडिदिने 3-4 महिना चाहिँ यसो हाइफाई दिने हो यसरी बाई बाई दिने हो त्यसो चाहिँ ल सकिनँ है मैले त र सस्तोमा नयाँ भन्दा कति रे 25% कम दाममा